जय मसी सम्पूर्ण मण्डली परिवार क्रिस्चियन अभिवादन जय मसी भन्न चाहन्छु। अनि मेरो यो युट्युब च्यानलमा जतिजना जोडिँदै हुनुहुन्छ एक लाइक र च्यानलको सब्सक्राइब पनि गर्नुहोला र घन्टीलाई पनि दबाउनु नभुल्नुहोला भन्न चाहन्छु। जब जब म भिडियो अपडेट गर्छु तब तपाईँको सामु आइपुग्नेछ र मलाई टिकटकमा जसरी माया गर्नुभएको छ त्यसै गरी नै अनि यो च्यानललाई पनि माया गरिदिनुहोला भन्न चाहन्छु। र आज मैले छोटो यो वचन तयार गरेको छु परमेश्वरको इच्छाद्वारा है। म पास्टर त होइन र पनि अनि मलाई बोल्न मन लाग्यो पक्कै पनि मैले पाएको आशिषबाट चाहिँ तपाईँहरू पनि आशिषित हुनुपर्छ भन्ने विषय छ। अनि सुनेर आशिषित हुनुहोला। मन परे भिडियोको लाइक पनि गर्नुहोला, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला र सेयर मन परे सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। हुन्छ, आज हामी आजको वचनलाई सुन्नेछौँ र यो छोटो विषयलाई मैले तपाईँहरूमा लिएर आएको छु। यो छोटो विषय चाहिँ हैन, अरूलाई आशिष दिनको लागि चाहिँ पहिला आफू आशिषित हुनुपर्छ। पहिला यो पानीलाई हेरौँ है त। यो डब्बामा जुन बाल्टिनमा पानी भरेको छ, यो पानीलाई हामी हेर्नेछौँ है एकैछिन। पक्कै पनि देख्नुभयो यो पानीमा जुन चाहिँ यहाँ पानीको बाल्टिन छ, पानीको बाल्टिनभित्र पनि एउटा चाहिँ जग छ। जगमा भरिएर पानी चाहिँ ठुलो बाल्टिनमा भरिन जाँदैछ है। यसबाट तपाईँहरूले पक्कै पनि केही कुरा त बुझ्नुभयो होला है। म यसमध्ये आज यो कुरालाई हामी चर्चा गर्नेछौँ कि अरूलाई आशिष दिनको लागि पहिला आफू आशिषित हुनुपर्छ हैन। अरूलाई उत्साह दिनको लागि पहिला हामी आफै उत्साहित हुनुपर्छ है। यो कुरा हामी आज चर्चा गर्नेछौँ। यदि हामीमा ती कुराहरू हामी आफै दुखी छौँ, हामी आफै चिन्तामा छौँ भने कहिले पनि अरूलाई हामी उत्साह दिन सक्दैनौँ प्रिय मण्डली परिवार। अनि त्यसैले आज यो जब जग भरिएर पानी चाहिँ फेरि बाहिरको ठुलो भाँडालाई भर्दैछ है, जब ऊ आशिषित भएको कुरा हामी पाउँछौँ है, जब भरिएको छ त्यहाँबाट चाहिँ फेरि ठुलो भाँडालाई उसले के गर्दैछ, भर्दैछ है। यदि हामी आशिषित छौँ भने तपाईँ र मैले अरू सबैजनालाई, अरू कसैलाई पनि हामी आशिषित बनाउन सक्छौँ है। आजको वचनले यही कुरा बताउँदछ कि तपाईँ र म अब हामी यो वचनलाई हेर्नेछौँ है। शीर्षक छ, पहिले आफू आशिषित भएर मात्र अरूलाई आशिष दिन सकिन्छ। हेर्नुहोस् त कस्तो गहिरो कुरा छ। पहिला हामी चाहिँ आशिषित हुनु पर्यो है। हामी व्यवहारिकमा कस्तो छौँ, हाम्रो हृदयमा कस्तो छ, हामी परिवारमा कस्तो छ है, त्यो कुरा चाहिँ हामी पहिला आशिषित हुनुपर्छ है। अनि आजको शीर्षकले त्यही भन्छ, पहिले आफू आशिषित भएर मात्र अरूलाई आशिष दिन सकिन्छ है। पहिला आफूलाई आशिषित दिन किन जरुरी छ त? तपाईँ र मलाई प्रश्न आजको वचनले गर्दैछ है। तपाईँ र म आशिषित भयौँ भने अरूलाई आशिषित तुल्याउन सकिन्छ। यदि तपाईँ र म नै आशिषित छैनौँ भने चाहिँ कसैलाई पनि आशिष दिन सक्दैनौँ है। कसैको मनलाई हामीले उत्साह दिन सक्दैनौँ है। आजको यो 1 नम्बर बुदाले यही कुरा बताउँदछ, पहिले आफूलाई आशिषित दिन किन जरुरी छ त है। बाइबल भन्छ, मानिसले जे छ त्यही दिन सक्नुपर्छ है। लुका 6:45मा हामी हेर्छौँ भने, यदि हाम्रो जीवनमा परमेश्वरको प्रेम, शान्ति र आशिष छैन भने अरूलाई दिने कुरा खाली शब्द मात्रै हो है। हामीले कस्तो कुरा बोल्दैछौँ, हामीले कस्तो कुराहरू चाहिँ गर्दैछौँ, हामीले काम के गर्दैछौँ है। यदि हामी कामबाट भरिपूर्ण छौँ अनि आशिषबाट भरिपूर्ण छौँ भने तपाईँ र मेरो बोली देख्छ, तपाईँ र मेरो आशिषको कुराहरू मानिसले देख्छ अनि हामीले अरूलाई पनि उत्साह दिन सक्छौँ है। जस्तो खाली भाँडाले अरूलाई पानी दिन सक्दैन है, त्यस्तै
खाली हृदयले अरूलाई परमेश्वरको आशीर्वाद पनि दिन सक्दैन है। जस्तो मैले अघि भने नि, त्यो जग खाली थियो भने त्यो ठुलो भाँडा पनि भरिने थिएन है। यदि जगमा पानी भरियो र त्यो जगले चाहिँ फेरि पनि ठुलो जगलाई भर्न जाँदैछ। तपाईँ र म त्यस्तै व्यक्ति हुनुपर्छ। हामी परमेश्वरबाट आशिषित भएका छौँ अनि त्यो आशिष चाहिँ एउटालाई होइन, दुईटालाई होइन, तीनटालाई होइन, चारवटालाई होइन, धेरै ठुलो संसारमा फैलाउनु छ है। अनि आजको वचनले त्यही कुरा बताउँदछ कि हामी चाहिँ खाली हृदयको होइन, हामी चाहिँ भरि हृदयको हुनुपर्छ। हामी आशिषित हुनुपर्छ है। हामी घमण्ड गरेर कति कुराहरू थुपार्छौँ अनि कति कुराहरू चाहिँ हामी लोभ लाग्छ। तपाईँ र मैले त्यो कुराहरू चाहिँ होइन, यो संसारबाट लानु केही पनि छैन। 2 दिन यो जीवन यो संसारमा जिउनु छ अनि यदि तपाईँ र म संसारबाट चाहिँ त्यागिएको छौँ भने त्यो जिन्दगी बेकार छ है। त्यसैले हामी कमाउँछौँ, हामी परमेश्वरको वचनमा रमाउँछौँ, हामीले कमाएको कुराहरू जसलाई खाँचो छ उसको हृदयलाई, उसको जीवनलाई हामीले केही कुरा दिएर शान्तकन हुन्छ भने हामी दिनेछौँ र यसै गरी नै एकअर्काप्रति प्रेम बाँड्दै, परमेश्वरको प्रेम बाँड्दै हामी अघि बढ्नेछौँ है। अनि दोस्रो नम्बर बुँदामा हामी जानेछौँ। अब परमेश्वरले पहिले हामीलाई आशिष दिन चाहनुहुन्छ। परमेश्वरले चाहिँ पहिले हामीलाई आशिष दिन चाहनुहुन्छ। उत्पत्तिको 12:2 म तिमीलाई ठुलो जाति बनाउने छु, म तिमीलाई आशिष दिनेछु है, अनि तिमी आशिषित हुनेछौ है। जुन परमेश्वरले दिएको आशिषलाई चाहिँ हामीले चिन्न सकेनौँ, जुन परमेश्वरले दिएको वरदानलाई चाहिँ हामीले चिन्न सकेनौँ भने हामी आशिषित हुन सक्दैनौँ। त्यसैले हामीलाई विभिन्न कुराको वरदान परमेश्वरले दिएको छ। ती वरदानबाट नै परमेश्वरको महिमाको लागि हामीले कदम चाल्नुपर्छ है। आजको वचनले त्यही कुरा सिकाउँदछ, हामी आशिषित हुनुपर्छ। हामीले दिएको वरदानहरूबाट चाहिँ हामी आशिषित हुनुपर्छ र त्यही आशिषबाट चाहिँ परमेश्वरको प्रेम बाँड्नुपर्ने हुन्छ है। पहिले अब्राहमलाई आशिष दिनुभयो अनि त्यसपछि उहाँ अरूलाई आशिषको कारण भयो है। हामी यो कुरा देख्छौँ है। त्यसैले यूहन्ना 15:5 हामीलाई भन्छ, यूहन्ना 15:5 यसरी लेखिएको छ, यसरी हामीलाई भन्दछ कि दाहको बोट म नै हुँ। यीशु प्रभुले भन्नुभएको छ है, दाहको बोट म नै हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फलहरू फलाउनेछ है, धेरै फल फलाउनेछ, किनकि मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ है। परमेश्वरले यो हामीलाई, तपाईँ र मलाई दिएको कुरा स्पष्ट हामीले पढिसकेका छौँ, बुझिसकेका छौँ है। हामी परमेश्वरबाट अलग भयौँ भने हामी केही कुरा गर्न सक्दैनौँ है। उहाँको वचनले भन्दछ, सबै कुरा तिमीहरूको योजनाहरू चाहिँ मेरो मार्गमा राखिदेऊ। अनि मेरो मार्गमा राखिदेऊ भन्नुको कारणै के हो भने उहाँमा रहनु हो, उहाँसँगै रहेर जिउनु हो। आमेन। अनि उहाँसँग भएर हामी जिउँ भने चाहिँ फलहरू चाहिँ होइन, धेरै फलहरू हामीले फलाउन सक्नेछौँ है। आमेन। परमेश्वरलाई महिमा भएको होस्। अनि व्यावहारिक पक्षमा हामी जानेछौँ। तेस्रो बुँदामा हामी अरूलाई क्षमा सिकाउन चाहन्छौँ भने पहिले हामीले प्रभुको क्षमा अनुभव गर्नुपर्छ। यो एकदमै जरुरी छ। परमेश्वरको क्षमा चाहिँ हामीले अनुभव गर्न सकेनौँ भने नि त्यो मूर्ख हुन्छ। त्यसले कहिले पनि क्षमा लिन जान्दैन, त्यसले कहिले पनि आफूले गरेको सानो गल्ती पनि महसुस गर्दैन है। अनि सानो गल्ती महसुस गर्दैन भने उसले ठुलो गल्ती पनि महसुस गर्दैन, ऊ घमण्डीमा जिउँछ है। त्यसैले हामी चाहिँ के गर्नुपर्छ त, व्यवहारिक पक्षमा चाहिँ हामी निर्भरता हुनुपर्छ। सानो कुरालाई गल्ती भयो भने पनि चाहिँ हामीले स्वीकार गर्न सक्नुपर्छ, क्षमा लिनदिन गर्न सक्नुपर्छ। आजभोलि मलाई त्यस्तै हुन्छ, मैले कसैसँग नराम्रो एउटा शब्द बोलेँ भने मलाई दिनभर त्यो चाहिँ टेन्सनले पिरली बस्छ, मलाई चिन्ता लाग्छ, मैले के बोलेँ प्रभु,
भनेर म भन्छु। अनि यदि त्यो मान्छे मेरो नजिक आयो भने म बोल्न चाहन्छु, म बोल्न खोजिराखेको हुन्छु। कतिचोटि म काम गर्छु होइन, अनि त्यहाँ काम गरेको ठाउँमा चाहिँ धेरैजना चाहिँ अविश्वासीहरू हुनुहुन्छ, विश्वासी म एक्लै छु। अनि त्यहाँ चाहिँ काम गर्दै जाँदा मसँग रिसायो भने होइन, प्रभु मलाई त्यो मान्छेको हृदयमा तपाईँको हृदय राखिदिनुहोस्, मसँग बोल्ने हृदय राखिदिनुहोस् भनेर म मनमा नै प्रार्थना गर्छु। अनि बोल्ने हृदय राखिदिन्छ। केही न केही समयपछि मलाई नै उसले बोलाउँछ। अनि म भन्छु प्रभुलाई धन्यवाद, तपाईँ मदेखि त रिसाउनु भएको छैन नि। यदि मेरो बोली वचनबाट चाहिँ तपाईँ रिसाउनु भएको भए मलाई क्षमा गर्नुहोस्, मैले जानी अनजानमा बोलेँ, अबदेखि म बोल्दिनँ त्यस्तो कुराहरू भनेर मैले भन्छु है। अनि मेरो मन शान्ति हुन्छ, मेरो मन खुसी हुन्छ कि होइन। अनि परमेश्वरको व्यक्ति चाहिँ जहाँ घमण्डहरू अरूले घमण्ड गर्छ त्यहाँ आफू पनि घमण्ड भएर चाहनु हुँदैन है। अनि हितोपदेशको पुस्तक 17को 28मा होला सायद है, हेर्न सक्नुहुन्छ। त्यहाँ चुप लागि बस्ने मानिस विवेकी हुन्छ है भनेर चाहिँ त्यहाँ भनिएको छ। अनि त्यो विवेकी मानिस नि धेरै बोल्दैन। अनि विवेकी मानिस धेरै बोल्दैन, उसले बोल्छ तर गर्छ है। अनि विवेकी मानिस चाहिँ मानिसको जिब्रोमा चाहिँ शक्ति हुन्छ है। उसले जुन कुराहरू बोल्छ त्यो चाहिँ उसले गर्छ होइन, उसँग शक्ति हुन्छ। त्यसैले हामी हेलचेक्राइमा होइनौँ, हामी प्रभुमा इमान्दार भएर जिउन चाहन्छौँ। अनि प्रभुमा इमान्दार भएर जिउन सक्ने व्यक्ति हुनुपर्छ। र व्यवहारिक पक्षमा पनि हामी एकदमै क्षमा लिनदिनको विषयमा हामी एकदमै इमान्दार गर्नुपर्छ है। निष्कर्षमा यही भन्न चाहन्छु, पहिले परमेश्वरको उपस्थितिमा समय बिताऊ, वचन पढ, प्रार्थना गर, आत्माले भरिउन् है। जब हामी परमेश्वरबाट आशिषित हुन्छौँ, हाम्रो जीवन आफैमा प्रकाश र नुन हुन्छ। मत्ती 5:13-16मा यो कुरा पाउँछौँ हामी है। अनि अरूले हाम्रो जीवन हेरेर आशिषित हुन्छ है। जब हाम्रो जीवनमै आशिषित छैन भने होइन, हामीले अरूलाई त्यो आशिषित तुल्याउन सक्दैनौँ। जब अघि मैले बाल्टिनमा पानी भरेको कुराहरू मैले हजुरलाई देखाएँ, जब हामी आशिषित छौँ भने नि अरूले हाम्रो आशिषलाई देख्न चाहन्छ, बुझ्न चाहन्छ। अनि तपाईँले त्यो आशिषको कुराहरू है बाँड्न सक्नुहुन्छ है, उत्साहित दिन सक्नुहुन्छ। तब तपाईँले त्यो पाएको आशिषहरू पोखाउँदै छर्दै लानुहुनेछ। आमेन। एउटा छोटो उदाहरण तपाईँहरूमा भन्नेछु। एक खाली दीपको भाँडामा अरूलाई तेल दिन सक्दैनौँ है, सकिँदैन। एक खाली दीपको भाँडामा अरूलाई तेल दिन सकिँदैन, तर त्यो भाँडो भरिएपछि धेरैलाई बलेर उज्यालो दिन्छ। त्यस्तै हामी पहिले प्रभुबाट भरिनु पर्छ। आमेन। आजको यो कुरालाई, आजको यो वचनलाई म यहीँ राख्न चाहन्छु। हुन्छ, पक्कै पनि यो वचन सुनेर तपाईँहरू आशिषित हुनुभयो होला भन्ने म आशा गर्दछु। हुन्छ, सबैजनालाई जय मसीह। फेरि पनि